नमस्कार, तपाईँ हेर्दै हुनु विशेष कार्यक्रम सीमा इतिहास र कूटनीति। आज हामी कुरा गर्दैछौँ लिपुलेख, लिम्पियाधुरा र कालापानी विवाद। यो केवल भूगोलको प्रश्न होइन, यो इतिहास, सार्वभौमिकता र राष्ट्रिय संवेदनासँग जोडिएको विषय हो। बहसको केन्द्रमा छ सन् 1806 को सुगौली सन्धि, जसले नेपाल र ब्रिटिस भारत विषयमा निर्धारण गरेको थियो। विवादको मुख्य प्रश्न हो आकै महाकाली नदीको वास्तविक मुहान कहाँ हो। नेपालले लिम्पियाधुरालाई महाकालीको मुहान मान्दै यी भूभाग आफ्नो भएको दाबी गर्दै आएको छ। भारत भने यो क्षेत्रलाई उत्तराखण्डको प्रशासनिक क्षेत्र अन्तर्गत पर्ने बताउँदै आएको छ। तर पछिल्ला वर्षहरूमा दुवै देशले संवाद मार्फत समाधान खोज्ने संकेत पनि दिएका छन्। नेपाली उखान छ, फलाम तातेको बेलामा घाना हान। अहिलेको समय नेपालका लागि कूटनीतिक तयारीको समय हो कि? 1814 देखि 1816 सम्म चलेको अंग्रेज नेपाल युद्धपछि सुगौली सन्धि भएको थियो। सन्धिपछि नेपालले धेरै भूभाग गुमायो, तर स्वतन्त्र राष्ट्रका रूपमा आफ्नो अस्तित्व कायम राख्यो। सन्धिको धारा 5 मा काली नदीको पश्चिमतर्फको भूभाग ब्रिटिस भारतमा जाने उल्लेख गरिएको छ। तर काली नदीको वास्तविक स्रोत कुन हो भन्ने विषय स्पष्ट रूपमा उल्लेख नगरिँदा विवादको आधार तयार भयो। तर काली नदीको वास्तविक स्रोत कुन हो भन्ने विषय स्पष्ट रूपमा उल्लेख नगरिँदा विवादको आधार तयार। नेपालले विभिन्न ऐतिहासिक नक्साहरूमा लिम्पियाधुरा नै नदीको मुहान देखाएको दाबी गर्छ। भारत भने प्रशासनिक नियन्त्रण र दीर्घकालीन प्रयोगलाई आफ्नो दाबीको आधार मान्दै आएको छ। विशेष गरी 1962 को भारत चीन युद्धपछि कालापानी क्षेत्रमा भारतीय सुरक्षा उपस्थिति बढेको देखिन्छ। नेपालमा भने यो विषय समय समयमा राष्ट्रिय बहसको केन्द्र बन्दै आएको छ। सन् 2010 मा नेपालले लिम्पियाधुरा, लिपुलेख और कालापानी समेटिएको नयाँ नक्सा सार्वजनिक गर्यो। त्यसपछि संसदले संविधान संशोधन गर्दै उक्त नक्सालाई आधिकारिक मान्यता दियो। भारतले भने नेपालको कदमलाई एकपक्षीय भन्दै असहमति जनाएको थियो। लिपुलेख क्षेत्र धार्मिक, सामरिक र व्यापारिक दृष्टिले अत्यन्त महत्त्वपूर्ण मानिन्छ। यो क्षेत्र भारत, नेपाल र चीनको त्रिदेशीय सीमासँग जोडिएको संवेदनशील भूभाग हो। आस्तन र संविधान नेपाल र भारत बीचको सम्बन्ध केवल सीमासम्म सीमित छैन, यो इतिहास, संस्कृति र जनस्तरसँग जोडिएको सम्बन्ध हो। तर राष्ट्रिय हित र सार्वभौमिकताको विषयमा नेपाल गम्भीर हुनु स्वाभाविक मानिन्छ। तयारी, प्रमाण र कूटनीतिक आत्मविश्वास यी नै वार्ताका मुख्य आधार बन्न सक्छ। सायद यही सन्दर्भमा नेपाली उखान सम्झिन सकिन्छ, फलाम तातेको बेलामा घन हान। तर घन हान्दा विवेक, संयम र कूटनीतिक परिपक्वता पनि उत्तिकै आवश्यक हुन्छ। किनकि नेपाल सज्याउलो एक स्वतन्त्री, एक सार्वभौम, अविच्छिन्न राष्ट्र रूपमा उभिएको रुकुदै देश हो। आजका लागि यति नै। तपाईको विचार के छ? संवाद मार्फत समाधान सम्भव छ त? हामीलाई कमेन्ट मार्फत आफ्नो धारणा पठाउन नभुल्नुहोस्। धन्यवाद। जय नेपाल।